4 यो के गरेको नाति? पुसअप गरेको नि हजुरबा, तपाईँ पनि गर्नुहोस्, ज्यान बन्छ। भयो नाति नगर्ने, यस्तो पुसअप त तेरो हजुरआमासँग कति गरियो। के भन्नुभयो? मेरो मतलब तैले पुसअप गरेको देखेर तेरो हजुरआमाको याद आयो भनेको के? मैले पुसअप गरेको देखेर हजुरआमाको याद चाहिँ कसरी आयो तपाईलाई? हजुरआमा पनि पुसअप गर्नुहुन्थ्यो र? होइन नि नाति, मैले तेरो हजुरआमालाई पुसअप गरेर पठाएको थिएँ क्या, त्यसैले याद आयो भनेको। हो र हजुरबा, त्यसो भए त तपाईँ जवानीमा खतरा पुसअप गर्नुहुन्थ्यो होला है? गर्थे नि मुला, 5 मिनट ननस्टप पुसअप गर्थे म, त्यसैले सबले मलाई पुसअपे माइला भन्थ्यो। के भन्थ्यो रे हजुरबा? पुसअपे माइला के? म खतरा पुसअप गर्थे अनि घरको माइला छोरा थिएँ नि त, त्यसैले सबले मलाई पुसअपे माइला भन्दै बोलाउँथ्यो। अनि अचेल चाहिँ किन पुसअप नगर्नु भएको त? ज्यान बनाउनु मन छैन तपाईलाई? यो उमेरमा पुसअप गरे भने त ज्यान होइन मेरो च्यान बन्छ नाति। हजुरबा हेर्नु त मेरो नयाँ लुगा कस्तो छ? ओहो, कस्तो राम्रो लुगा मेरो नातिनीको, ठ्याक्कै स्वर्गको परी जस्तो देखिरहेछ। देखिन्छ स्वर्गको परी जस्तो। यस्तो स्वर्गको परी भयो भने त भगवानहरू पनि नर्कतिर भाग्नुहुन्छ। हेर्नु न हजुरबा, यसले मलाई के भन्छ? भन्छु त, के गर्छस्? ए नाति, बहिनीसँग किन बाजेको? बहिनीलाई त माया पो गर्नुपर्छ त। के को बहिनी? यसलाई त मम्मी बाबाले बाटोमा भेट्नु भएको रे। जे पाए त्यही नबोल त, पैसा वरा बाटोमा भेट्छ। 9 महिना पेटमा राखेर जन्माएको होइन तेरो आमाले? यसले मलाई सधैँ यस्तै भन्छ हजुरबा। आज त म यसलाई टिका लगाइदिन्न। नलाइदैन त, मलाई घाटा हुने होइन क्यारे? मेरो त झन् पैसा जोगिन्छ नि। तेरो पैसा हो र त्यो? बाबाले दिएको पैसा त हो नि। दिन्छ तेरो बाबाले, मैले भाले बेचेर कमाएको पैसा हो यो। हाम्रो घरमा त भाले नै छैन त नाति, कुन भाले बेचिस? हाम्रो घरमा पो छैन त हजुरबा, छिमेकीको घरमा त छ नि। राम, तैले छिमेकीको भाले बेचेको? सीता हजुर, मैले छिमेकीकै भाले बेचेको। अबे साले, के रे, कसको भाले बेचेको रे? बाबा, तपाईँ यहाँ कसरी? त चाहिँ यहाँ कसरी? तँलाई मैले फुपूलाई लिएर आइज भनेको होइन? फुपू आफै आउनुहुन्छ रे के? अघि भर्खर फोन गर्नु भएको थियो। त्यो चाहिँ किन आउने रे? भाइटिकामा त दिदी बहिनीको पो घर जानु पर्छ त, उनीहरूलाई बोलाउने हो र? मैले बोलाएको होइन के बुवा, त्यसको घरमा पाहुना आएको छ अरे, त्यसैले यतै आएर टिका लगाइदिने रे के। ए, अनि त चाहिँ कहाँ गएर आएको नि? म पनि ससुराली गएर आएको हो बुवा, यिनीहरूको आमालाई पुर्याएर आएको। ऊ पनि यसपालिको तिहार उतै मनाउने रे। हो र? अनि जाने बेला मलाई किन नभनेको त? तपाईँ त बच्चा जस्तो राल चुहाउँदै सुतिरहनु भएको थियो, त्यसैले नभनेको नि। छ्या हजुरबा, तपाईँ पनि राल चुहाउनुहुन्छ? मैले जानी चुहाएको होइन नि नातिनी, निदाको बेला आफै चुइन्दो रहेछ। मेरो मिसले भन्नु भएको राल चुहाउनु त ब्याड ह्याबिट हो रे नि, अबदेखि नचुहाउनु ल। ल नातिनी, के को ल? यसले चाहिँ दिनहु ओछ्यानमा मुद्दा हुने, अनि तपाईँले चाहिँ राल नि चुहाउनु नहुने? तैँले देखेको छस् मैले ओछ्यानमा मुतेको? देखेको छु त मुतुई, लाइभ देखेको छु। त सुत्ने बित्तिकै चिसो ओछ्यान पनि तातो हुन्छ, बुझिस? बाबा हेर्नु न, यसले मलाई मुतुई भन्छ। ठिकै त भन्यो नि छोरी, तिमीले गर्दा बेडको तन्ना दिनदिनै फेर्नु परिरहेछ। कुनै तन्ना त धुँदै च्यातिन्छ। तिमीले सुसु गरेको कि एसिड गरेको छोरी? ओइ मुलाङ खरे, छोरीलाई त्यस्तो भन्छस्? त चाहिँ सानोमा मुद्देन थिइस्? थाहा छ नातिनी, तिम्रो बाबा त झन् ओछ्यानमा लडी बुढी गर्दै मुथ्यो। किस कलर की चड्डी पहने हो? ए बाबा, बच्चाहरूलाई किन सुनाउनु भएको यस्तो कुरा? आफूलाई भन्दा कस्तो हुँदो रहेछ, थाहा पाइस्? फुपू आउनु भयो, जा ढोका खोल्दे। ढोका खुल्लै छ फुपू, भित्र आउनुहोस्। ढोका खोल्दै भनेको सुनिनुहोस्। साले तू घोक्राउनु पर्छ त अनि, खोल्दिहाल्छु नि। के छ मेरो भदै? ठिक छ फुपू, नमस्ते। नमस्ते फुपू। अम्मै मेरो भदैनी, नमस्ते। कति पुड्की भएको? बाउ जत्रो पनि हुँदैन कि क्या हो? आइस छोरी। हजुर आए त बुवा, किन आउनु हुँदैन थियो र? मैले त्यस्तो भनेको छु र? आइपुगिस् पो भनेको त। अनि आइपुगेर त तपाईँको अगाडि छु नि बुवा, देखि पनि सोध्नु पर्छ त। यसलाई बोलेर नसकिने रहेछ, यहाँ उता पनि यसरी नै बोल्थ्यो, बिहे गरेपछि सप्रिन्छ कि भनेको त झन् पो बोल्ने भएछ। त्यही भएर मेरो बिहे नगर्दिनु भनेको, सुन्नु भएन तपाईँहरूले? के बोल्या बहिनी, के बोल्या? त आफै बिहे गर्छु भनेर तम्सेको होइन त्यति बेला? मैले त लभ म्यारेज पो गर्छु भनेको थिएँ त, तपाईहरूले जबरजस्ती एरेन्ज म्यारेज गरिदिएको होइन मेरो? हाम्रो परिवारमा लभ म्यारेज हुँदैन, थाहा छैन तँलाई? लभ म्यारेज हुनलाई त लभ पर्नु पर्यो नि, साका सन्तानकै अनुहार घिरौला जस्तो छ, अनि कसले लभ गर्छ त? ए छोरी, त टिका लगाइदिन आएको कि हामीलाई घिरौला भन्नु आएको भन् त? म टिका लगाइदिन नि आएको, अनि तपाईँहरूलाई घिरौला भन्न नि आएको। अच्छा, घिरौला त तैँले भनिसकिस् हेर छोरी, अब टिका लाउनु बाँकी छ, त्यतातिर लागौँ ल। ल साइड कटिसक्यो, छिटो लगाम छिटो। पक्नु न, सुरुमा बच्चाहरूले लाओस् न, त्यसपछि हामी लाउनु पर्छ। सुरुमा कुन कलर लाउनु फुपू? कलर होइन टिका भन्, सुरुमा सेतो टिका लगाइदे, अनि त्यसमाथि एक गर्दै अरू टिकाहरू थप्दे। हस् फुपू। ओइ मुतुई, टिका लाउने बेला चाहिँ नमुतै। हेर्नु न बाबा, फेरि मुतुई भन्छ। नजिस्कन बहिनीलाई, टिका लाउनु दे।
ओइ पर्खी एकछिन पर्खी त के भयो के फेरि मेरो ढाड लास्टै चिलायो के पछाडि आएर कनाइदिए त सुरुमा अबे साले म कनाइदिम भयो बाबा पर्दैन तपाईँको हातलाई किन दुःख दिनु म आफै कनाइहाल्छु नि ला मोज गर ला त पनि मोज गर फेरि रुमाल म चाहिँ हरेक वर्ष पैसा बढाएर दिन्छु अनि त चाहिँ जहिले मलाई रुमाल मात्र दिन्छस् यो भएन है बाबा त सिगानेलाई रुमाल नदिएर के दिनु त गजब बेइज्जती है म पनि सानोमा रुमाल नै दिन्थे नि तपाईँलाई थाहा छ नि दाजु थाहा छ नाकभरि सिगान चाहिँ तैँले बोकेर हिँड्थिस् अनि रुमाल चाहिँ मलाई दिन्थिस् होइन त अनि तपाईँले चाहिँ फुपूलाई कति रुपियाँ दिनुहुन्थ्यो नि म त यसलाई 100 रुपियाँ दिन्थे नि जा बो 100 रुपियाँ मात्रै त्यति बेलाको 100 रुपियाँ अहिलेको 1000 रुपियाँ हुन्छ नि त छोरी हो र बाबा त्यसो भए मलाई त्यति बेलाको 100 रुपियाँ दिनु न म पसलमा साटेर 1000 रुपियाँ लिएर आउँछु यो पनि यसको आमा जस्तै रहेछ एउटा कुरा भन्दा अर्को कुरा बुझ्ने भाउजू त छैन नि घरमा छैन माइती गएको छ तेरो भाउजू